लप्सीको खट्टी मिठी अचार कसलाई मन पर्दैन होला। एकदमै छिटो छरितो बनाउने तरिकालाई हेर्नुहोस्। 2 किलो जति लप्सीलाई मैले पानीमा मजाले उबालेँ अनि यसलाई सेलाउनलाई चाहिँ राखेँ कि यसको छिल्का निकाल्नुपर्छ। अनि त्यसपछि गएर चाहिँ यसको यी मसलाहरू अचारमा राख्ने मसलाहरू यो चाहिँ अनि सक्खर यता रेडी गरेँ मैले। अनि त्यतिकैमा चाहिँ तेल हेर्नु न, तेल पनि धेरै चाहिँदैन। 2 किलो लप्सीलाई यही हो कि तेल होइन। मेथी जिरा अनि त्यसपछि तोरी अनि सुकेको खुर्सानीलाई फ्राई गरेर अनि अघि काटेर राखेको सक्खरलाई मैले यसरी मसालेलाई हेर्नुहोस् है त। यो यस्तो राम्रो कलर छोड्छ नि। एकछिन ग्यास चाहिँ एकदम सानो बनाएर चलाउनुपर्छ। यस्तो राम्रोसँग कलर छोड्दै जान्छ। त्यतिन्जेलसम्म मैले उता छिल्का पनि निकालेर रेडी गरिसकेको छु। बेसार अनि नुन आफ्नो स्वादअनुसार चाहिँ नुन राख्नु होला। अब क्वान्टिटी कति छ त्यो अनुसारले पनि हुन्छ होइन। अनि काश्मिरी मिर्च यसले चाहिँ कलर एकदमै राम्रो देखाउँछ। यो चाहिँ लप्सी तारेको त्यो पानी हो कि लप्सी उबालेको लप्सीबाट रहेको पानी हो। ल हेर्नु यो पानी पनि राखेर अनि यसलाई एकछिन चलाएर अनि यो जुन मसला छ नि यसमा धेरै थरी छ है। सोप जिरा मेथी मुरिलो टिमुर धनिया सबै थरीको मसला हो यो। अनि खुर्सानी सबै हो यसलाई हेर्नुहोस् है। यसलाई अनि एकदम मजासँग चलाएर ल हेर्नुहोस् त कस्तो राम्रो कलर आयो। माइ गॉड यस्तो बास्ना छ नि फेरि। हेर्दै कति लोभ लाग्ने जस्तो भएको छ कि। ल हेर्नुहोस् अब यसलाई चाहिँ हल्का अब यो बाक्लो बाक्लो हुँदै जान्छ। अनि छिल्का निकालेर रेडी गरेको लप्सीलाई राख्ने। तर यसलाई धेरै बेर पकाउनु चाहिँ पर्दैन। लगभग 5 मिनट जति पकायो भने हुन्छ किनकि अलरेडी नै यो पाकिसकेको छ नि त उबाल्ने बेलामा। अनि उता चाहिँ मैले फेरि छिल्का रेडी गरेको छु। त्यसको पनि सेम यस्तै गरी नै छुट्टै बनाउँछु क्या मैले। अनि एउटा बट्टामा राख्ने। त्यो नानीलाई चाहिँ त्यो लप्सीको भन्दा नि त्यसको छिल्काको अचार चाहिँ एकदमै मनपर्ने। त्यो भएर मैले त्यो चाहिँ अलग्गै बनाइदिन्छु भन्ने सोचेछु। लप्सी खेर नै जाँदैन कि मजाले धोइ पखाली गरेर उबालेर यसरी बनायो भने अब त्यो लप्सीको छिल्काको पनि अचार हुन्छ यसको पनि हुने नै भयो। ल हेर्नु नि कस्तो राम्रोसँग पाकिरहेछ। 5 मिनट जति पकाए त इनफ हुन्छ। ल हेर्नुहोस् अब एकछिन चाहिँ ग्यासको आँच पनि अलिकति कडा बनाउँदा पनि केही फरक पर्दैन। यसरी लप्सी बन्यो। अब यसलाई चाहिँ राखेर मजाले सेलाउने। अनि चिसो भइसकेपछि चाहिँ अनि सिसाको कन्टेनरमा राख्दाखेरि चाहिँ अझ बेटर हुन्छ है। एकदम भोलिबाट नै खान मिल्छ कि यो त तुरुन्तै खान मिल्छ नि त। हेर्नुहोस् कति राम्रो कलर कस्तो मिठो बास्ना आउँछ। थ्याङ्क यू फर वाचिङ। ओके बाई।